सुदन गुरुङकै पारा हो नि त अहिले त हेर्न तन्दानी हाम्रो हेर्मालाई नि यसरी नै अनुभवाउने यो चाहिँ हाई गाइस वेलकम ब्याक टु माई अनदर युट्युब ब्लग। आज चाहिँ म मेरो साथीसँग घुम्न जाँदैछु, हेर्दै गर्नु होला। फाइनली म चाहिँ मेरो साथीसँग भेट भइसकेँ। कति गुरेर कति 1 घन्टा। आज चाहिँ म ढिलो भएको है। चाहिँ माई डियर फ्रेन्ड र म चाहिँ हिँड्दै थकित अवस्थामा पसिने भएर हिँड्दैछौँ। अनि जिन्दगीमा एउटा मान्छेको मायाले चाहिँ केसम्म गर्छ अहिले देखाउँछ है म तपाईँलाई। नत्र भए आज म दिनभरि सुतेर बस्थेँ। यहाँ हिँड्दै भए पनि हामीले गोर्खा एक्सप्लोर गर्दैछौँ। मेरो साथीको फेस चाहिँ रिभिल गर्दिनँ है अहिले म। हामी यति बेला गोर्खालीको सान गोर्खा लेखेको ठाउँमा आइसकेका छौँ। चिल्ड्रेन पार्क पनि भन्छौँ। अब यहाँ चाहिँ नयाँ संरचना बनेको छ। हामी चाहिँ एकदम यो हेर्नलाई एक्साइटेड भएर टिकटकबाट इन्फ्लुएन्स बाह्र र हामी मात्र छौँ यति बेला। हामी दुईजना बाह्र एउटा टिकटकबाट इन्फ्लुएन्स भएर आएको हो। घुम्नुपर्छ, रमाउनुपर्छ, जिन्दगी के छ र हेर्नु। अब एकछिनपछि देखाउने छौँ आजको मुख्य आकर्षण। ओए हेलो हेलो मायालु, मेरो मायालुको फेस रिभिल गरौँ त अब। ल फाइनल्ली तपाईँले चिनिरहेकै साथी हो कि हुन चाहिँ आज चाहिँ ल हामी घुम्दैछौँ। यता चाहिँ अन्डर कन्स्ट्रक्सन है, बन्दैछ। हामी जाने बेलामा त्यहाँ कोही नभए पनि एकैछिनमा पार्कमा चाहिँ यति धेरै मान्छे आउनुभयो, भिडभाड भयो। यति बेला चाहिँ हामी ऐतिहासिक स्थल गोर्खा जिल्लाको चाहिँ चिल्ड्रेन पार्कमा आइसकेका छौँ। हामी एकदम रमाइलो गरिरहेका छौँ। देख्न सक्नुहुन्छ फोटो भिडियो टिकटक बनाउनेहरूको भिड रहेको छ भने यस पार्कलाई चाहिँ अझै व्यवस्थित बनाउनका लागि निर्माण कार्य जारी रहेको छ। हजुरहरू पनि घुम्न आउनु होला। यदि गोर्खा कालिका घुम्न आउनुभयो भने अवश्य पनि आएर घुमेर जानु होला। गर्मी एकदमै बढिसकेको छ। अब हामी चाहिँ गोर्खा लेखेको ठाउँलाई चाहिँ बाई बाई गरेर अरू गोर्खा जिल्लाको अरू ठाउँ एक्सप्लोर गर्दैछौँ। हेर्दै गर्नु होला हाम्रो ब्लग। ल अब हामी चाहिँ घुम्दा थकाइ लागिसक्यो। अब हामी चाहिँ यो पोटेटो चिप्स खान्छौँ। हाम्रो हेमाले ल्याउनु भएको यो चाहिँ खाँदै हिँड्दै गर्छौँ। एकदम रमाइलो भइरहेछ। तपाईँलाई घुम्न जानलाई धेरै साथीहरू छैन भनेर चिन्ता नगर्नु के। 1 and only पिस इज इनफ के होइन मालु। यस्तो 1 पिस इज इनफ के। म आज दिनभरि सुतेँ, मायालुले मेरो दिन एकदम ह्याप्पी बनाइदिनु भयो। यस्तो रमाइलो भइरहेछ। चस्मा पनि हामीले मागेर यस्तो राम्रो फोटो भिडियो खिच्यौँ। हामीलाई फलो गर्नु होला गाइस। चस्मा लाउनु भयो। हामी मागेर नि काम चलाउन सक्नेवाला क्षमताका छौँ। ल हामी गन्तव्य दोस्रो गन्तव्यतिर पुग्दैछौँ। हाम्रो यात्रा तपाईँहरू चिनेको ठाउँ हो भने देख्न सक्नुहुन्छ। हामी चाहिँ नयाँ ठाउँ त आएन, घुमिरहेको ठाउँमा नयाँ साथीसँग आएको हो। 1 बोतल पानीको भरमा हिँडिरहौँ। 5 किलोमिटर हिँड्न लागिसक्यो आजको दिनमा। आज धेरै एक्सर्साइज भएको छ मेरो। मैले अहिले हजुरहरूलाई देखाइरहेको बाटो चाहिँ गोर्खा कालिका जाने बाटो। लगभग म्युजियम नजिकै म्युजियम अगाडिको भ्यू हो भने अब हामी म्युजियम इन्ट्री गर्दैछौँ। यति बेला चाहिँ हामी गोर्खा दरबार सङ्ग्रहालयभित्र जाँदैछौँ। तपाईँहरूले गोर्खा सङ्ग्रहालयमा छिर्ने बित्तिकै यस्तो मजाले गोर्खा सङ्ग्रहालय देख्न सक्नुहुन्छ। त्यसै गरी म्युजियमभित्र चाहिँ यस्तो कलात्मक कला शैली देख्न पाइन्छ। यस्तो माथि भने उतानिर अरिङ्गाले गोलो पनि लगाएको रहेछ। त्यसै गरी यहाँभित्र आइसकेपछि चाहिँ तपाईँहरूको जस्तो सुकै आत्तिएको मन पनि शान्त हुनेछ। यस्तो मजाको वातावरण छ, यति पिस छ यहाँभित्र। यस्तो रमाइलो छ नि। अझै मन परेको मायालुसँग तपाईँहरू यहाँ डेटिङ आएर बस्न नि सक्नुहुन्छ। मन परेको मायालुसँग घुम्न आउन सक्नुहुन्छ, फोटो खिच्न सक्नुहुन्छ। रातैमा म भुले तिम्रो बातैमा। सबैभन्दा पहिला चाहिँ हामीलाई भोक लाग्यो होइन। अब हामी पहिलो नम्बरमा चाहिँ खाजा खान्छ। ल यस्तो राम्रो रहेछ म्युजियमभित्र चाहिँ। म सधैँ हतारमा आएर मैले यसरी एक्सप्लोर गर्न पाएको थिइनँ। आज चाहिँ म
अलिक फुर्सदले आउने समय मिल्यो। यतै गोर्खातिरको बसाइ भइरहेको समय पर्यो। फेरि म्यादी पुलिसमा भर्ना हुन गइछ क्या नभन्नु है मलाई, हाइट पुग्दैन मेरो त्यसमा चाहिँ। हाम्रो साथीको नि पुग्दैन, हामी विशेष कामले गर्दा यतै बसिरहेको। हाइटले धोका दिएको। हेर्नु कति राम्रो फुल छ, देखाउनु त मुख पनि खोल्नु। फुल पनि राम्रो, फुलको नजिक भएको मान्छे पनि राम्रो है। यहाँ बसेर अब हामी खाजा खान्छौँ हजुर। न्याय दिने कसले भन्दा रामशाह है। न्याय नपाए गोर्खा जानु। हामी चाहिँ जाँच पनि दिन आयो है, जाँच दिन आएको हो, त्यही भएर हामी चाहिँ एकदम जता लेखेको त्यतै पढ्ने बानी परिसकेको छ। मेरो साथी चाहिँ लोकसेवाको तयारी गर्दै हुनुहुन्छ। लमजुङका राजा यसो ब्रह्म शाहका छोरा राजकुमार द्रव्य शाहबाट सर्वप्रथम दिग्लिक विजय गरी आफ्नो विजय अभियान सुरु गरी बक्स्यो। गोर्खाको सबभन्दा सुरुको राजा भनेको द्रव्य शाह। धेरै विस्तृतमा पढ्नको लागि नेक्स्ट टाइममा आउनेछु। नेक्स्ट टाइम आउनेछु। तपाईँले थप कुरा यही भिडियोबाट जानकारी पाउनुहुन्छ। त्यसै गरी यहाँ चाहिँ नेपालको इतिहास, राजाहरूको इतिहास, शाहवंशको इतिहास, नेपाली एकीकरणको इतिहासदेखि नेपालका कलात्मक वस्तुहरू देख्न पाइन्छ भने त्यसै गरी यहाँ विभिन्न ड्रेसहरू लगाएर फोटो खिच्ने, भिडियो खिच्ने, टिकटक बनाउने। ल एकदम खतरा कुरो चाहिँ के भएछ भने हामीले चटपट ल्यायौँ, गफ पनि गऱ्यौँ, गरेर त मिठै चटपट खाने चम्चा नल्याएको अवस्था। अब यो चाहिँ चटपटवालीले मिठो चटपट दिएन कि कस्तो दिएन थाहा तर हाम्रो चम्चा हालिदिनु भएन छ। त्यही कारणले गर्दा हामीलाई चिप्सको खोल बाटोमा फाल्नुहुन्न भनेर ल्याएको थियौँ। अब आधी गरेर आफ्नो सुले खाँदैछौँ। पिरो भएपछि सुन्तला खान्छौँ, अझै पिरो भन्छ पानी खान्छौँ। म्युजियममा चाहिँ अरिङ्गाले धेरै गोलो लगाइरहेको छ। यो पनि हामी लोभ हुन लायौँ, म्युजियममै बस्नुपर्छ भन्ने सोचेको चाहिँ क्या है। अरिङ्गाले अघि नै पनि मैले एउटा गोलो देखाइसकेको छु, त्यसै गरी अहिले पनि गोलो देखाइरहेको छु गोलोहरू। त्यसपछि हामी लाग्यौँ म्युजियम घुम्नतर्फ। म्युजियमभित्र चाहिँ यस्तो कलात्मक काठको कस्तो राम्रो झ्याल ढोकादेखि लिएर हरेक कुरा चाहिँ यस्तो राम्रो छ नि, यस्तो राम्रो छ। तपाईँहरू चाहिँ एकदमै धेरै समय निकालेर जानु। त्यहाँ चाहिँ विद्यार्थीहरू पनि भ्रमण आइरहनु भएको थियो, अलि भिडभाड नै थियो है। तपाईँहरू यति एक दिनभरि यही म्युजियम र म्युजियमको परिसर घुम्दा पनि तपाईँले भ्याउनुहुन्न कि यस्तो राम्रो छ। यो काठमा कुदिएको बुट्टा हेर्नुहोस् न, यस्तो राम्रो छ, यस्तो राम्रो। म त यो फिदा भइसकेँ कि त्यसै गरी माथि जाने भर्याङमा बुट्टा त्यस्तै राम्रो छ। त्यसै गरी त्यहाँ म्युजियममा भएका सामानहरूको चाहिँ यस्तो मजाले वर्णन गरिएको छ नि, नेपालीमा, इङ्ग्लिसमा, कसले प्रयोग गरेको, कहाँदेखि ल्याइएको, किन राखेको, यसको महत्त्व के, यस्तो राम्रोसँग प्रश्न पारेको छ नि। विद्यार्थीहरूलाई नलेज गेन हुने, अरूलाई पनि घुम्नका लागि आइसकेका छौँ। यो घले जातिको, अनि त्यसै गरी यता चाहिँ नेवारी अस्ति हाम्रो आइसक्नु भएको छ। त्यसै गरी छेत्री ड्रेस, अनि त्यसै गरी तामाङ जातिको ड्रेस, त्यसै गरी गुरुङ ड्रेस, अनि त्यसै गरी मगर जातिको। गुरुङ र मगरको ल हेर्दा उस जस्तै गोर्खा चाहिँ निलो र उसो हरियो तपाईँको पहेँलो हुने है त्यो बराम जातिको। अनि यता चाहिँ विशेष चेपाङ ड्रेस छन्। त्यसै गरी यतातिर चाहिँ हात हतियार, युद्ध लड्ने बेलामा चाहिँ के सामानहरू प्रयोग गर्नुहुन्थ्यो राजाले भनेर देखाइयो भने म्युजियममा चाहिँ भिडभाड नै थियो। त्यसै गरी यहाँ चाहिँ पहिला प्रयोग गरिएका यो करुवा, यो चित्र बनाउने मूर्तिकारले चाहिँ यस्तो राम्रो चित्र बनाउनु भएको छ नि। यहाँ यस्तो राम्रो छ। सुदन गुरुङकै पारा भन्दा अहिले हेर्नु त्यहाँ लसुन र प्याज कस्तो मजाले जान्छ है। लसुन प्याज, अनि चाहिँ कुमाले जातिको यहाँ चाहिँ माटोको भाँडा, अनि हातमा पनि टक्क माटो लगाएर त पुरै जङ्गलमै आज जस्तो फिल भयो। अन्त यो के पऱ्यो कुसुन्डा जाति, कुसुन्डा भने वनमै बस्ने भएर होला नि है, सिकारी गर्ने। अनि भाला हान्दै हुनुहुन्छ उहाँले चाहिँ। एकदम राम्रो बगैँचामा बस्न पाउनु भएको छ, जङ्गलमै बस्ने। यदि तपाईँहरू म्युजियम घुम्न आउँदै हुनुहुन्छ अनि एकदमै लामो समय लिएर आउनु होला। मैले चाहिँ धेरै पटक गोर्खा आइसकेको थिएँ, तर मैले चाहिँ म्युजियम घुम्ने अवसर एकपटक मात्र पाएको थिएँ। त्यो एकपटकमा पनि म्युजियमको त्यो भवनभित्र मात्र घुमेर गएको थिएँ, तर बाहिरी वातावरण यस्तो राम्रो रहेछ। तपाईँहरूले चाहिँ बच्चाहरूलाई घुमाउन ल्याउन नि सक्नुहुन्छ, आफू पनि आउन सक्नुहुन्छ। यति धेरै घुम्ने ठाउँ छ नि, तपाईँहरूले यस्तो यहाँ आएर यस्तो रमाउन सक्नुहुन्छ क्या। कस्तो रमाइलो छ, यस्तो मजाको कम्पाउन्ड छ नि, यस्तो मजाको। हेर्नु त नियालो के हो यो, नियालो बाँस होला सायद है। लालुपातेले यस्तो राम्रो सुहाएको छ, फेरि सबैतिर लालुपाते फुल फुलेर यस्तो मजा छ नि यहाँ। त्यसै गरी विभिन्न थरीका फुलले सजाएर म्युजियमलाई चाहिँ यस्तो आकर्षक बनाइएको। फाइनल्ली फलामले पलामलाई काट्छ भने जस्तै घाँटी दुखेर रुवा लागेर हामीले चाहिँ लस्सी, चक्लेटवाला लस्सी खायौँ। त्यसै गरी हामीले चाहिँ मोमो खायौँ र आफ्नो घरतिर प्रस्थान गऱ्यौँ। बाई, थ्याङ्क यू फर वाचिङ, किप वाचिङ। बाई।